सम्पूर्णमा नमस्कार। हामी चाहिँ बीबीएस 4th इयर को ओल्ड इज गोल्ड बाट चाहिँ मोडल क्वेशन सल्भ गर्दै छौं, जसमा चाहिँ क्वेशन नम्बर 18 को अघिल्लो भिडियोमा सल्भ गर्दा गर्दै हामीले ए को चाहिँ सल्भ गरेर भ्यायौं, बी सी र डी को चाहिँ बाँकी छ। आज त्यसको बारेमा डिस्कस गर्दै छौं, जसमध्ये चाहिँ हामीले रिस्क एन्ड रिटर्न को पार्ट, जसमा मैले रिस्क भनेको के हो भन्ने कुरा बुझाएँ, रिटर्न भनेको के हो भन्ने कुरा बुझाएँ, रिटर्नलाई केले डिनोट गर्न सकिन्छ, त्यस्तै एक्सपेक्टेड रिटर्नलाई केले डिनोट गर्न सकिन्छ भन्ने कुरा गरेका थियौं। र हामीले क्वेशन नम्बर ए को पार्टमा 18 को चाहिँ ए को पार्टमा होल्डिङ पिरियड रिटर्न यो भनेको चाहिँ रिटर्न हो, जसमा चाहिँ हामीले क्याल्कुलेट गरिसकेका छौं। साथसाथै गएर एक्सपेक्टेड रिटर्न हामीले क्याल्कुलेट गरिसकेका छौं। आजको क्लासमा चाहिँ अब हामी बी सी र डी को बारेमा डिस्कस गर्छौं। यदि हजुरले अघिल्लो भिडियो हेर्नु भएको छैन भने कृपया त्यो भिडियो हेर्नु होला, अनि त्यसपछि गएर यो भिडियो हेर्नु होला, किनकि त्यस्तो गर्नुभयो भने चाहिँ हजुरलाई नै बुझ्नको लागि चाहिँ सहज हुन्छ। ल अब बी नम्बरमा जाउँ। बी नम्बरमा के भनेको छ त भन्दाखेरि हामीलाई यहाँ स्ट्यान्डर्ड डेभिएसन र कोफिसिएन्ट अफ भेरिएसन निकाल भनेर भनेको छ, जसमा स्ट्यान्डर्ड डेभिएसन र कोफिसिएन्ट अफ भेरिएसनले चाहिँ रिस्कलाई मेजर गर्ने काम गर्छ। अब हामीले चाहिँ बी पार्टमा स्ट्यान्डर्ड डेभिएसन कसरी क्याल्कुलेट गर्छौं, सीबी कोफिसिएन्ट अफ भेरिएसन कसरी क्याल्कुलेट गर्छौं भन्ने कुरा म गर्दैछु। जसमध्ये फर्स्ट अफ अल हजुरलाई थाहा हुनुपर्छ स्ट्यान्डर्ड डेभिएसनको फर्मुला के हो भन्ने कुरा, जसमा स्ट्यान्डर्ड डेभिएसनको फर्मुला हुन्छ रुट अन्डर रिटर्न माइनस एक्सपेक्टेड रिटर्न, यसको होल स्क्वायर डिवाइडेड बाई n-1 हुन्छ। किनकि यो हिस्टोरिकल डाटा हो, यदि प्रोबेबिलिटीको केस थियो भने मल्टिप्लाई पी हुन्थ्यो, त्यो त हजुरलाई थाहा छँदैछ हैन, फर्मुला बुझ्नु बाँकी छ। यो चाहिँ हिस्टोरिकल डाटाको केस भएको कारणले गर्दा n-1 भयो। अब यही कुरालाई हामीले अब टेबुलेसन मेथडबाट यहाँ टेबलमा देखाउँ, अनि यो टेबलमा देखाइसकेपछि लास्टमा यहाँ टोटल निकालिसकेपछि यहाँ ल्याएर राख्दाखेरि एन्सर निकाल्नको लागि सहज हुन्छ। त्यसै कारणले गर्दाखेरि अब हेरौँ है त, पहिला सुरु रिटर्न म हजुरलाई यहाँ क्याल्कुलेट गरेरै देखाउँछु। रिटर्न भनेको मैले एसपीआर जुन क्याल्कुलेट गरेको थिएँ, स्टक एक्स को कुरा गर्यौं फर्स्टमा, जसमा 20 आएको थियो, यो माइनस एक्सपेक्टेड रिटर्न भनेको एक्समा 13.44 आएको थियो, यो 13.44 घटाउने, यो घटाएपछि 6.56 आउँछ। हजुरले एकैचोटि गर्दा पनि हुन्छ हैन, यसरी स्टेप बाइ स्टेप मैले चाहिँ दुईटा बढाएर गरेको छु हैन, कोलम बढाएर गरेको छु टेबल बनाएर। हजुरले एकैचोटि गर्दा पनि हुन्छ हो। यसको चाहिँ स्क्वायर गर्नु पर्यो, यसको स्क्वायर गर्दाखेरि 43.03 आउँछ, जुन चाहिँ मैले यहाँ यसरी लेखेको छु। त्यस्तै गरी म अर्को पनि गरेर देखाउँछु क्याल्कुलेटबाट हैन, अनि अरु चाहिँ हजुरहरु गर्नु होला। 2.69 आएको छ रिटर्न, योबाट एक्सपेक्टेड रिटर्न घटाउने 13.44 आयो, जसमध्ये माइनस 10.75 आयो। अब यसको स्क्वायर गर्दाखेरि 115.56 आयो, जुन चाहिँ यहाँ लेखेर देखाएको छ। त्यस्तै गरी एक्स को जस्तै वाई मा पनि हजुरले त्यसरी नै गर्ने, सिमिलर गर्ने, जस्तो मैले एकचोटि यहाँ गरेर देखाएँ। जस्तो कि वाई को रिटर्न रहेको छ 13.64, यो माइनस एक्सपेक्टेड रिटर्न रहेको छ 12.01, यो गर्दाखेरि 1.63 आउँछ। अब यसको स्क्वायर गर्दाखेरि 2.65 आयो। अब यस्तै गरी अब हजुरले क्याल्कुलेट गर्नु होला। क्याल्कुलेट गरिसकेपछि चाहिँ लास्टमा हाम्रो स्ट्यान्डर्ड डेभिएसन यस्तो सिग्माले डिनोट गरिन्छ हैन, यसको एक्स इक्वल्स टु टोटलमा कति भयो अनि वाई इक्वल्स टु टोटलमा कति भयो त्यो निकाल्नु होला। त्यो निकालिसकेपछि हाम्रो यो फर्मुलामा लगेर राख्दिने काम मात्रै हो। जस्तो कि एक्स को टोटल चाहिँ यहाँ 342.44 आयो हैन, यो डिवाइडेड बाइ अब 5 भनेको हाम्रो इयर 5 वर्ष छ नि त, 5 - 1 गर्नु पर्यो। यो गर्दाखेरि अब 342.44 डिवाइडेड 5 बाट 1 गर्दा 4 बाँकी भयो, 4 गर्दाखेरि 85.61 आयो। अब यसलाई रुटमा राख्नु पर्यो, 85.61 गर्दाखेरि हजुरको 9.25% चाहिँ एन्सर निस्क्यो, स्ट्यान्डर्ड डेभिएसन निस्क्यो। त्यस्तै गरी वाई मा पनि हजुरले राख्नु होला, यहाँको एन्सरलाई 23.37 छ हैन, यो पनि मैले क्याल्कुलेट गरेर देखाउन चाहे, जसमा 23.37 डिवाइडेड बाइ 4 गर्नु होला, यो गर्दाखेरि 5.8425 आउँछ। अब यसलाई रुट
रुटमा राख्नु होला रुट 5.8425 गर्दाखेरि हजुरको 2.41% आउँछ यो चाहिँ हजुरको स्ट्यान्डर्ड डेभिएसन निस्क्यो यसरी क्याल्कुलेट गर्न सकिन्छ सहज तरिकाले अब त्यस्तै गरी कोफिसिएन्ट अफ भेरिएसनको कुरा गरौँ हैन यसमा चाहिँ एकदमै सहज छ सजिलो छ जस्तो सीबी निकाल्ने कुरा सीबी हामीले सानैदेखि पढ्दै आएको कुरा जसमा सीबी निकाल्नका लागि चाहिँ स्ट्यान्डर्ड डेभिएसन डिभाइडेड बाइ एक्सपेक्टेड रिटर्न हुन्छ जस्तो कि हाम्रो स्ट्यान्डर्ड डेभिएसन निस्क्यो 9.25 डिभाइडेड बाइ एक्सपेक्टेड रिटर्न छ 13.44 योले यसलाई डिभाइड गर्दाखेरि हाम्रो एन्सर आउँछ म एकचोटी गरेर पनि देखाउन चाहे 9.25 डिभाइडेड बाइ 13.44 गर्दाखेरि 0.68884 यस्तो आउँछ त्यही भएर 0.69 मैले राख्दिए त्यस्तै गरी y को पनि निकाल्नु होला जसमा स्ट्यान्डर्ड डेभिएसन डिभाइडेड बाइ एक्सपेक्टेड रिटर्न हुन्छ फर्मुला अनि यो गर्दाखेरि 2.41 डिभाइडेड बाइ 12.01 गर्दाखेरि 0.20 आउँछ यसरी हामीले b को कुरा गर्न सक्छौं b मा हजुरलाई यही कुरा सोधेको हो स्ट्यान्डर्ड डेभिएसन र कोफिसिएन्ट अफ भेरिएसन cb र स्ट्यान्डर्ड डेभिएसन सोधेको हो जुन हामीले क्याल्कुलेट गरौँ अब सी नम्बर क्वेशनले के भनेको छ बुझौं सी र डी मा जाउँ हैन सी नम्बर क्वेशनले के भनेको छ त भन्दाखेरि कुन चाहिँ स्टक चाहिँ छान्नु हुन्छ कुन चाहिँ प्रिफर गर्नुहुन्छ भन्ने कुरा गरेको छ यसमा चाहिँ मैले हजुरलाई फर्स्टमै के भन्न चाहे भन्दाखेरि रिटर्नको केसमा चाहिँ हामीले रिटर्नलाई आधार मानेर डिसिजन दिने हो भने जहिले पनि हायर रिटर्न भएको कुरालाई चाहिँ सिलेक्ट गर्नुपर्छ जस्तो कि हामीसँग धेरैवटा स्टकहरु अवेलेबल हुन सक्छ त्यो स्टकहरु अवेलेबल भएपछि हामीले एक्सपेक्टेड रिटर्न क्याल्कुलेसन गरिसकेपछि कुन चाहिँको चाहिँ रिटर्न बढी आएको छ जुन चाहिँको धेरै बढी रिटर्न आउँछ हो त्यसलाई चाहिँ हामीले सिलेक्ट गर्नुपर्ने हुन्छ अथवा प्रिफर गर्नुपर्ने हुन्छ त्यस्तै गरी हामीले रिस्कको केसमा मैले भनिसकेको छु स्ट्यान्डर्ड डेभिएसन सीबी कोफिसिएन्ट अफ भेरिएसन क्याल्कुलेसन गर्छौं त्यसमा चाहिँ लोअर भएको कुरा चाहिँ सिलेक्ट गर्नुपर्छ जस्तो कि स्ट्यान्डर्ड डेभिएसन निकाल्दाखेरि स्टक ए स्टक बी स्टक सी भयो भने त्यो तीनटा मध्ये कुन चाहिँको सबैभन्दा कम आउँछ अनि सीबी निकाल्दाखेरि पनि कुन चाहिँको त्यो भन्दा सबसे कम आउँछ त्यसलाई चाहिँ सिलेक्ट गर्नुपर्छ त्यही कुरालाई मिलाएर राख्नु होला अब मैले चाहिँ अब रिटर्नको आधारमा चाहिँ एक्स को बढी छ त्यसैकारणले स्टक एक्स इज प्रिफरेबल बिकज यो हायर रिटर्न हुन्छ हायर रिटर्न चाहिँ एकदम राम्रो हुन्छ बेटर हुन्छ भन्ने कुरा गरे अनि यदि रिस्कको आधारमा डिसिजन दिने हो भने चाहिँ हामीले हेर्दाखेरि स्ट्यान्डर्ड डेभिएसन स्टक वाई को चाहिँ कम आएको छ त्यसैकारणले गर्दाखेरि स्टक वाई इज प्रिफरेबल भनेर लेख्नु होला त्यस्तै गरी डी नम्बरमा भनेको छ व्हाट इज कुन चाहिँलाई चाहिँ रिकमेन्डेसन गर्छ भन्ने कुरा गरेको छ स्टक वाई लाई चाहिँ रिकमेन्डेसन गर्छ किनभने स्टक वाई चाहिँ लेस रिस्की छ अनि यो चाहिँ कन्सिस्टेन्सी छ भन्ने कुरालाई चाहिँ लेख्नु होला मिलाएर अब यो कुरा भयो रिस्क एन्ड रिटर्नको पार्ट त्यस्तै गरी अब हजुरले यो हामीले गरिसकेका छौं यति गरेपछि 15 नम्बर चाहिँ हजुरको आयो अब नेक्स्ट भिडियोहरुमा पनि हामीले यसरी नै मोडल क्वेशनहरुको सल्भ गर्ने छौं भन्दै आजको लागि चाहिँ बिदा चाहन्छौं हस्त धन्यवाद।